अह, लास आफै उठेर घाटसम्म पुगेको मैले आजसम्म देखेको छैन। हिँडिरहनु जिन्दगी हो भन्छन् साथीहरू। यदि हिँड्दा हिँड्दै मान्छे आफ्नै सपनाहरूबाट पर पुग्यो भने, आफ्नै खुसी हराएको बगर भइदियो भने, हिँड्दा हिँड्दै पर पुगेपछि थकान मेटाउने चौतारी भेटिएन भने, लड्दा उठाउने हात भेटिएन भने, अझै पर पुग्दै गर्दा आफ्नै सब उठाउने काँध भेटिएन भने, के हिँड्नु मात्र जिन्दगी हो र? एकैछिन अडिएर लामो श्वास फेर्दै आफू हिँडिरहेको बाटो सही छ या गलत छुट्याउनु जिन्दगी होइन र? एकैछिन सपना र खुसीसँग हात मिलाउनु जिन्दगी होइन र? एक दिन त रोकिनु नि पर्छ मान्छे। लास आफै उठेर घाटसम्म पुगेको मैले आजसम्म देखेको छैन।